कसलाई हेरेर हिँडेको रे? हामी गुङ्गु छेत्री। रातिको सो छ। गाडी खोइ त मेरो। ले चाबी चाबी थिएन तसँग? ल गाई चाहिँ यसको चाहिँ यहाँनिर बाइकै हरायो त यार के हो? पसिना हेर्नु यहाँ डिप्रेसन यहाँ कति निक्लिसक्यो एकैछिनमा यहाँनिर गर्मी भएर आइसक्यो यार भित्रबाट मा कसम भनेको। हेलो हेलो हाई नमस्ते। मेरो भ्लगमा स्वागत छ तिमीलाई। धन्यवाद। लन्डन ब्रिज रे हैन? पेरिस पनि बनाएको रहेछ यार। वेलकम ब्याक टु मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म जाँदैछु बर्दिवास। सो केटाहरूको साथमा महोत्सव हेर्नको लागि। त्यही हो भिडियो सिडियो म यसो मिलाएर हाल्छु। टक्क अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। मेरो भ्लगमा स्वागत छ। खोइ त हाई गरेको गाइजहरु को तिमी पनि अब हाई पो गर्नु भन्नुभयो। ल ल बस ल। यहाँबाट चाहिँ हामी 3 जना छ है अनि तलबाट 3 जना केटाहरू हामी 6 जना चाहिँ ल आइसकेछ। यो एउटा बाइक थियो। ल ओए ल मेरो भ्लगमा स्वागत छ दुईटालाई। ल सम्पूर्णलाई अब हाम्रो भ्लगर ज्यूलाई पनि र साथसाथै साथीहरू उहाँको साथीहरूलाई पनि मेरो तर्फबाट एकदमै नमस्कार छ। र हाम्रो चाहिँ अब यात्रा चाहिँ अब हैन आफ्नो गाउँबाट चाहिँ अब बर्दिवासको महोत्सव छ रे हैन। अब त्यसमा चाहिँ हामी जाँदैछौँ गाइस। र रातिको सो हेर्नको लागि हैन? हजुर एकदम गङ्गु छेत्री भन्नु न। हामी चाहिँ यहाँनिर कसलाई हेरेर हिँडेको रे? हामी गुङ्गु छेत्री। ल ल ल यता धमाधम काम भइरहेको छ। ठिक छ ल। ल ल ल भरेतिर आउँदा भेटौँ ल। ल एकजना यहाँ साथी भइहाल्यो तपाईँहरूको भाइरल जुडी स्वागत छ मेरो हेलो हेलो न्यू डे न्यू ब्लगमा। हेलो हेलो हामी चाहिँ अब आउँदैछु होइन बर्दिवास कन्सर्ट। ल मेरो साथीभाइहरू सबैजना रेडी भइसकेको छौँ अनि हामी पनि टक्क पारेर अब यहाँबाट लागिसकेका छौँ है। सो यहाँबाट चाहिँ ठ्याक्कै पौने घन्टा जतिको हाम्रो यो डिस्टेन्स हो होइन। ल सम्पूर्ण एभ्री वानलाई अब फेरि पनि वेलकम गरेँ मैले। आज चाहिँ हामी जाँदैछ बर्दिवास महोत्सव हेर्नको लागि। सो केटाहरूको साथमा मैले अघि पनि देखाइसकेको छु अनि फेरि पनि मैले भनेँ होइन। अनि यता पूर्वपट्टि हाम्रो मेची जान्छ भने यतापट्टि अब यो नारायणघाट। सो अहिले म चाहिँ बिचमा यो महेन्द्र राजमार्गको बिचमा छ अनि यता 4 लाइनको बाटोको लागि पुरै खनेर व्यवस्थापन गरिसकेको रहेछ। यो बाटो चाँडै नै बनोस्। यो बाटोमा हामीले कार लिएर कुद्न पनि चाँडै पाओस्। त्यही हो ल। अब बिचको भिडियोहरू हालौँ ल होइन। अब रात पर्दै गइसक्यो। अब रातिको सो छ। अब सायद भिडियो लामो हुन्छ कि छोटो हुन्छ त्यो थाहा छैन। अब जति हुन्छ त्यति अब मिलाएर अब गरौँ ल होइन। अनि आज विशेष चाहिँ गङ्गु छेत्री आउनेवाला छ अरे। त्यही हो अब गङ्गु छेत्रीलाई अब भिडियोमा मात्रै देखेको थियो। आज रेलमा हेरिदिउँ न भनेर यसो ताल पऱ्यो भने फोटोसोटो मै पनि हाल्छु त्यही भएर। क्यामेराम्यान चाहिँ यतापट्टि छ है मेरो फेरि। हेलो हेलो हाई नमस्ते। एकैचोटि अब उता बर्दिवास पुगेपछि चाहिँ म भ्लग बनाउँछु है त बर्दिवास। ल मेरो साथीभाइहरू म चाहिँ बर्दिवास आइसकेको छ अनि पछाडि देख्न सक्नुहुन्छ घर संसार। अनि यहाँनिर चाहिँ हाम्रो केटाहरू सामान लिनको लागि गएको छ। रहेछ भयो ल हाम्रो चाहिँ यहाँ खाजाको व्यवस्थापन गर्नको लागि सामानहरू लिइसक्यो अनि यहाँ बिल पनि मेरो हातमा आइसकेको छ। अब मासु गाडी खोइ त मेरो। ले चाबी थिएन तसँग? खोइ यसको गाडी मलाई जाने के लाग्छ सब हेरेर बसेको ला त। मुजी चाबी बोकेर हिँड्नुपर्छ नि त नि अनि। के लामो चाबी कहाँ छ दाजु? ल गाई चाहिँ यसको चाहिँ यहाँनिर बाइकै हरायो त यार के हो? लाए पकडी में साला हुरु मुझे चाबी चाहिँ निकालेर हिँड्नुपर्छ नि त नि अनि। एकछिन है गाइजहरू एकछिन। यहाँ मैले चाहिँ प्याङ गरिरहेको छु। यहाँ परवेशको बाइक उता लगेर लुकाएको छु होइन। अनि यसलाई चाहिँ अब चाबी सब राख्नु पर्यो नि आफैले भनेर मैले भनेको थियो। कहाँ जानु लाग्यो त? एकछिन यताउति हेर्नु नि यार। ल्या ओइ कहाँ चाहिँ हिँडेको त अनि? कहाँ हिँडेको तपाईँ?
कसम मेरो यहाँ उठ ढुक ढुक भइरहेछ यार यस्तो ओइ अनि तेरो त्यो चाबी पनि त्यहीँ रहेछ बुझ्यो हेलमेट त त्यहीँ रहेछ किन छोडेर हिँड्छ त्यसरी अनि मा कसम भनेको ल यार यस्तो केटाहरूले प्र्याङ हाने यार मा कसम आँखा झिमिक यहाँ गाल गाल सुन। भयो त नि। ए मैले बन्द गरेछु यो अनि चाबी त्यसले त्यहीँ छोडेछ बाइक उतापट्टि छ हेर है सबैजना यता आइज न झन् मध्ये मैले झन् हेर हेर भनेर भन्दैछु यार यस्तो मा कसम ठ्याक्कै निस्किने बेला त भनेको नि म पनि हेरेर लागेको न ओ माई गड तर यस्तो पहिला साइड मैले चाहिँ यसको बाइक यहाँ ल्याएर राखिदिएको थिएँ कि उहाँबाट होइन त्यहाँनिर यसले चाबी पनि त्यहीँ छोडेको छ अनि हेलमेट पनि त्यहीँ छोडेको छ क्या त्यसरी अनि छोड्दाखेरि त अरू लगिदिइहाल्छ नि यो गयो भित्र सराएर अनि सबै केटाहरू भुलिरहेछ क्या यहाँ पसिना हेर्नु यहाँ डिप्रेसन यहाँ कति निक्लिसक्यो एकैछिनमा यहाँनिर गर्मी भएर आइसक्यो यार मा कसम भनेको आउँछ त्यही त थाहा छ अनि त त्यस्तरी छोड्छ मलाई त लगिदिन्छ नि मलाई उहाँ छ मैले केटाहरू छ भनेर म गएको त्यो त गएछु उयो गयो अनि यो ट्यामिनी पनि छिर्यो क्या म पनि आउनु लागेको अनि मैले भाइलाई हेलमेट बोका अनि तेरो फनाको फर्कै हेलमेट देखेँ मैले अनि हेलमेट दिनु गएको ल चाबी पनि त्यहाँ मेरो त गुलुलु यहाँ झिन नगरौँ ओ भइरहेको ल त्यही भएर एकदम यार म त माया कसम भनेको टेन्सन भइसक्यो थियो ल होइन तर त्यसरी नछोड के केटाहरू भयो भने केटाहरू आफ्नै धुनमा हुन्छ मलाई हराउँछ कि त्यसरी ल त्यही हो गाइजहरू होइन तपाईँहरू पनि सतर्क रहनु होला स्वागत छ मेरो भ्लगमा यसले के गरेछ हेर्नु है बाइक रोक्यो हामीले उ त्यो पोलभन्दा यतापट्टि छ यसको बाइक अनि चाबी छोडेछ त्यहाँ हेलमेट छोडेछ त्यहाँ सबै केटाहरू भित्र छिर्यो अनि मैले यता ल्याएर लुकाइदिएँ क्या अनि यो त हेर एकैछिन के भयो क्या यो त पाँचौँ आदिवासी जनजाति महोत्सव 2083 सो म चाहिँ प्रवेश गरिसकेँ अब टिकट काउन्टर चाहिँ कता हो त्यो चाहिँ थाहा छैन होइन हाम्रो यहाँ यस्तो लाइनमा छ है लन्डन ब्रिज देख्न सक्नुहुन्छ तपाईँहरूले ल यार थ्याङ्क यू लन्डन ब्रिज रे होइन सो लन्डन जान नसके पनि मान्छेहरूले यहाँ लन्डनको ब्रिजमा गएर चित्त बुझाइराखेको छ भ्लगमा स्वागत छ तिमीहरूलाई धन्यवाद भयो तपाईँको भ्लगमा आउनु पनि पर्यो नि पुरै सेयर गरिदिन्छु ल फोटो चाहिँ उता होइन न भित्र कोसँग आएको दिदीहरू आउनु भएको दिदीहरू जानु तपाईँलाई पर्खेको फेरि आउनु साथीहरू ल ल अहिले न त यता हो ल सो हामी चाहिँ यहाँ अरे सोल्टिनीलाई भेटेँ होइन अब यहाँ अरू पनि मान्छेहरूलाई मैले भेट्न सक्छ लोकका त के हो यार यो ल बवाल बवाल ल कृषि प्रदर्शन कार्यक्रम रे सो बवाल होइन सबै यो आफ्नै यो खेतबालीको उब्जनी जस्तो लाग्यो मलाई त्यही भएर यसरी यहाँ प्रचारको लागि बस्नु भएको छ पेरिस पनि बनाएको रहेछ यहाँनिर है भइसकेको छ अनि हामी चाहिँ धेरै निकै नै पछाडि छौँ है देख्न सक्नुहुन्छ गङ्गु बहिनीको गङ्गु छेत्रीको इन्ट्री पनि भयो तर अलिक राम्रोसँग देख्न पाएन होइन पेरिस केटा हो केडी हो यहाँ पेरिस छ है पेरिस जानु पर्दैन त्यही हो अनि हामी चाहिँ अब बाहिर निस्केको ल मेरो साथीभाइहरू आजको भ्लग चाहिँ मैले हिँड गरेँ यता मामाको घरमा हामीले खानाको व्यवस्था गऱ्यौँ थोरै दुःख दियौँ है त्यही हो भिडियो के कस्तो लाग्यो अब अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद छ साथ सपोर्ट गरिदिनु होला अर्को भिडियो लिएर फेरि आउँछु
ल गाइस सबैलाई ह्याप्पी खाना यात्री ल रात्रि